नमस्ते सबैजनालाई। आज हामी फेरि आयौं। निशान्ती हाँस्दैछ मलाई देखेर। अब हामीले नयाँ गाडी त धेरै देखायौं। अब पुरानो गाडी चाहिँ बेच्न पर्ने बेला आएको छ। त्यही भएर चाहिँ अब आज गाडीलाई यसो भ्याक्युम स्याक्युम गरेर सफा गरेर अनि मार्केट प्लेसमा फेसबुक मार्केट प्लेसमा राख्ने प्लान छ हाम्रो। हामी हजुरहरूलाई देखाउँछौँ हाम्रो पुरानो गाडीको अवस्था। यो हो मेरो पुरानो गाडी होन्डा। हाम्रो यो होन्डा सिभिक छ 2 डोरको। यो गाडीले मलाई कहाँदेखि कहाँ पुर्याएको छ। आयोवामा मैले किनेको थिएँ यो गाडीलाई। आयोवामा कति वर्ष राखेँ मैले यसलाई। त्यसपछि आयोवादेखि जोर्जियासम्म यो गाडीले ड्राइभ गरेर पुर्याएको हो। अब हामी यो गाडी भ्याक्युम गर्न लागेको। निशान्तले भ्याक्युम गर्छ यो गाडी अब। अनि भ्याक्युम गरेपछि हल्ला हुन्छ नि त। भ्याक्युम गरेर के देखाउनु। भ्याक्युम भइसकेपछि हजुरलाई फुल रेडी भइसकेपछि देखाउँला एकचोटि। हजुरहरूले गराजलाई यसो पेन्टिङ स्टार्ट गरेको देखिरहनु भएको छ होला। गराज पनि पुरै भत्रगोल भएको देखिरहनु भएको छ होला। हामीले पेन्ट गर्न सुरु गरिसकेका छौँ। अब हामी कुनै बेला यो पेन्टिङ ऱ्याप अप गरेको पनि देखाउँला। भ्याक्युम गरेर सक्यो। अब यसो इन्टेरियर सफा गर्नुपर्ने छ। अब यो सब हल्का सफा गरिदिनु पर्यो। कोही किन्ने मान्छे हुन्छ भन्नु हैन। अहिले कोही यतातिर जोर्जियाको मेरिएटा, केनेसा, वुडस्टक, क्यान्टन यतातिर कोही चिनेको छ, कसैलाई गाडी चाहिएको छ भने भन्दा हुन्छ। हाम्रो यो गाडी एकदम राम्रो छ। सबथोक मजाले चलिरहेको छ। नयाँ टायर फेरेको हैन, 4वटा टायर अस्ति भर्खर हामीले टायर फेर्यायो। अनि अझै पनि के गरेको थियो हामीले अगाडि हैन, ब्रेक प्याडहरु फेरेको थिए। अस्ति भर्खरै फेरे 1 महिना 1.5 महिना अगाडि। कहिले केही प्रब्लम आएन। होन्डा हो नि त। राम्रो छ गाडी। हेर्दै बलियो हुन्छ। इन्जिन पनि कस्तो मजाले चल्ने। त्यत्रो लामो यात्रा पनि विदाउट एनी प्रब्लम। सानो गाडी भए पनि राम्ररी चलाएर आउन सकिने। अब हामी होन्डा लिएर जान लागेको। आज हजुरलाई चाहिँ यहाँ अमेरिकामा अटोमेटिक कार वास भन्ने हुन्छ, त्यो देखाउँछौँ हजुरहरूलाई कस्तो हुन्छ भनेर। म गएको छु 3-4 चोटि, तर आफ्नै यो होन्डा गराउन चाहिँ गएको छैन कहिले पनि। आज गराइदिउँ भनेर जान लागेको। यो पे गर्ने ठाउँ रहेछ। सजिलो छ सिस्टम। गयो ड्राइभ थ्रुमा, त्यहाँ गयो, पे गर्यो, अनि अगाडि जाने। अगाडि गएपछि अब त्यहाँ एकजना मान्छे हुन्छ, उसले देखाउँछ। उसले डाइरेक्ट गर्छ कसरी राख्ने। तिम्रो टायर गाडीको ठ्याक्क त्यहाँ कन्भेयर हुन्छ, ठ्याक्क त्यो कन्भेयरमा बस्नु पर्यो। अनि त्यहाँबाट गएपछि गाडीलाई न्युट्रलमा हाल्ने, वाइपरहरू अफ गरिदिने। अनि अभियसली अब स्टियरिङ केही उ गर्नु भएन। त्यहाँबाट गाडी आफै अगाडि बढ्छ।
त्यो चाहिँ अब तिमीले केको लागि पे गरेछौ त्यो भएपछि अनि अगाडि ठ्याक्कै एउटा सबै सकिसकेपछि अगाडि ट्राफिक लाइट जस्तो हुन्छ येल्लो भएपछि अगाडि बढ्नु भएन ग्रिन भएपछि तिम्रो अगाडि बढेर तिमी निस्किन्छ त्यहाँबाट अब त्यो अहिले ठ्याक्कै देखिन्छ त्यही अनि यहाँ हेरौँ न यहाँ पनि गाडीहरू राखेको छ यिनीहरू भ्याक्युम गर्नलाई हो है हो त्यो भ्याक्युम गर्ने ठाउँहरू हो त्यहाँ मान्छेहरू आफै भ्याक्युम निकालेर भित्रको इन्टेरियर भ्याक्युम गरिरहेछन् कति मान्छे चाहिँ आउँछन् भ्याक्युम गर्छन् जान्छन् कार वास गराउनै पर्छ भन्ने छैन यसो यहाँ अहिले देखिरहेको छैन होला तर त्यहाँ एकजना अटेन्डेन्ट छ उसले चाहिँ भन्छ हामीलाई भित्र जाने ठ्याक्कै टाइम भएपछि उसले डाइरेक्सन देखाइरहेछ कहाँ जाने कता जाने भनेर यस्तो ठ्याक्कै अब छिर्ने ठाउँ भयो त्यहाँ अगाडिको गाडीहरूलाई पुरै पानीहरू ड्रप गरेर छ नि देखिरहनु भएको छ होला त्यस्तै हाम्रो गाडी नि हुन्छ अहिले हामी अब छिर्न लाग्यौँ सर्फहरू हुन्छ नि लुगा धुने त्यस्तो यो गाडी धुने मान्छ नि पुरै गाडी त पुरै फिजै फिज पुरै अँध्यारो अब एकैछिनमा हामी निस्किहाल्छ पुरा साबुन लगायो अब पानीले धोइरहेछ अनि अगाडि गएर सुकाउँछ पनि है ए अब पानीले धोइसक्यो अब सुकाउन लागेको छ अहिले ड्राई हुँदैछ देख्नुमा छ अलिकति ड्राई भएको यता यो ड्रायरले ड्राई गरिरहेछ ए त्यसले हामीलाई सिग्नल दिएको हो ओके ग्रिन भयो अब हाम्रो जाने बेला भयो अब एक्जिट पुल फरवर्ड टु एक्टिभेट हल्का अगाडि गएपछि आफै उठ्छ कि हो वास गरेपछि टलक्क टल्किन्छ अब हामी यसको चारैतिरबाट फोटो खिच्छौँ पोस्ट गर्नलाई निशान्तले फोटो खिच्छ चारैतिरबाट अनि फेसबुकमा राख्न रेडी हुन्छ निशान्तले अब गाडीको फोटो खिच्दैछ डिफ्रेन्ट एंगलबाट म चाहिँ उसको फोटो खिच्दैछु डिफ्रेन्ट एंगलबाट गाडीको फोटो सुट नि भइसक्यो अब हामीले भित्र पनि ल्याइसक्यौँ अब फेसबुक मार्केट प्लेसमा हाल्छौँ हेरौँ कहिले मान्छेहरू हेर्न आउँछन् त्यही अनुसार थाहा हुन्छ त्यो गाडी कहिलेसम्म हामीसित छ भनेर आजलाई यति अब फेरि भेटौँला बाइ बाइ